नेपाल हिमाल, पहाड र तराईले बनेको सुन्दर देश। संसारकै अग्ला हिमालहरू यही छन्। प्राकृतिक स्रोतले भरिपूर्ण यही देशलाई हामी गर्वका साथ चिनाउँछौँ। तर यही हिमालको काखमा आज पनि धेरै नेपालीहरू आधुनिक पुल होइन, तुइनको सहारामा आफ्नो जीवन पार गरिरहेका छन्। हरेक बिहान विद्यालय जाने नानीहरू, दैनिक काममा जाने मजदुर, बजार जानुपर्ने महिला र बिरामी बोकेर अस्पताल हिँडेकाहरू सबैको यात्रा एउटै डोरीमा झुन्डिएको हुन्छ। तुइन खोलामाथि तानिएको एउटा साधारण डोरी वा तार, जसमा झुन्डिएर मानिसहरू खोला पार गर्छन्। यो कुनै साहसिक खेल होइन, यो कुनै रमाइलो अनुभव होइन, यो बाध्यता हो। नेपालका हिमाली र दुर्गम पहाडी भेगहरूमा ठूला ठूला खोलाहरू छन्। वर्षायाममा ती खोलाहरू झन् डरलाग्दो बन्छन्, गर्जँदै बग्ने पानी, ढुङ्गा र माटो बगाउँदै। तर त्यही खोलामाथि पुल छैन, बाटो छैन, सरकारको पहुँच छैन। त्यसैले मानिसहरू आफ्नो ज्यान जोखिममा राखेर तुइन चढ्न बाध्य छन्। तुइनमा यात्रा गर्नु भनेको मृत्युसँग सिधै सामना गर्नु जस्तै हो। डोरी पुरानो भयो भने, हावा चल्यो भने, हात चिप्लियो भने, अलिकति सन्तुलन बिग्रियो भने त्यसको परिणाम सिधै खोलामा खस्नु हो। नेपालले यस्ता धेरै पीडादायक घटना देखिसकेको छ। तुइन चुन्डिएर नानीहरूको ज्यान गएको छ। बाबुआमाले आफ्ना सन्तान खोलामा बगाएको दृश्य आँखा अगाडि हेर्न बाध्य भएका छन्। सबैभन्दा पीडादायक कुरा, यसको मार सबैभन्दा बढी बालबालिकाले सहनु परेको छ। स्कुल जानुपर्ने उमेरमा कापी कलम बोकेर मृत्युसँग जुझ्नुपर्ने अवस्था कुन देशमा स्वीकार्य हुन्छ? शिक्षा त हरेक बालबालिकाको अधिकार हो, तर यहाँ शिक्षा लिन पहिले जीवन जोगाउनुपर्छ। स्वास्थ्यको अवस्था झन गम्भीर छ। बिरामी हुँदा समयमै अस्पताल पुग्न सके ज्यान बच्न सक्छ। तर जब अस्पताल पुग्ने बाटोमै तुइन पार गर्नुपर्छ भने त्यो बिरामीका लागि त्यस दिन अन्तिम पनि हुन सक्छ। गर्भवती महिला, घाइते व्यक्ति, जरुले थला परेको बिरामी, सबैलाई एउटै जोखिम। यहाँ प्रश्न उठ्छ, के हिमाली भेगका नागरिक होइनन्? के विकास शहरका लागि मात्र हो? के बजेट केवल सडक र शहरमै सीमित हुनुपर्छ? के पुल नबन्दा तुइनमा ज्यान जानु सामान्य कुरा हो? समस्या समाधान असम्भव छैन। नेपालका धेरै ठाउँमा साना झोलुङ्गे पुलहरूले हजारौं जीवन सुरक्षित बनाएका छन्। थोरै बजेट, स्थानीय जनश्रम र इमानदार प्रयास भए तुइनको ठाउँमा पुल बन्न सक्छ। पुल बनेपछि बालबालिका डर बिना स्कुल जान सक्छन्, बिरामी समयमै अस्पताल पुग्न सक्छन्, स्थानीय बासिन्दाको जीवन सुरक्षित र सम्मानजनक बन्न सक्छ। हिमालले नेपाललाई चिनायो। अब नेपालको कर्तव्य हो हिमालका मानिसलाई सुरक्षित जीवन दिनु। तुइन कुनै समाधान होइन, यो लाजको विषय हो। अब समय आएको छ, तुइन होइन, पुल हाम्रो अधिकार हो। यदि तपाईँ यो आवाज सुन्दै हुनुहुन्छ भने यो सन्देश फैलाइदिनुहोस्, ताकि हिमाली भेगका नागरिकको पीडा सरकार र जिम्मेवार निकायसम्म पुगोस्। किनभने एक पुल केवल बाटो होइन, एक जीवन हो।